युद्ध जित्नु छ भने मित्रसँग पनि लड्न सक्नु पर्छ। च्याम्पियन लिग इज ब्याक एट सेन्टियागो बर्नाबाउ। रियल म्याड्रिड भर्सेस युभेन्टस, यो दुईवटाको म्याच आज राति 12:45 मा हुँदैछ। यो दुईवटा एकदमै फ्यामिलियर अपोनेन्ट हुन्। यो दुईवटाको म्याचमा कति धेरै कहानी बनेका छन् जुन अनफर्गेटेबल नै छन्। एउटा हो क्रिस्टियानो रोनाल्डोको बाइसाइकल गोल र अन्य थुप्रै पनि छ र सम्बन्ध पनि एकदमै राम्रो छ। सम्बन्ध जे सुकै भए पनि जुन एल क्लासिको खेल्नुभन्दा पहिला र युसिएलको जर्नीलाई सेभ गर्नु छ भने यो म्याच जित्न आवश्यक छ र जित्न सकिने अवस्था पनि छ। जुन युभेन्टस आफ्नो फर्मभन्दा बाहिर छ, जसले चाहिँ एकदमै म्याच ड्र खेलिरहेको छ भने लास्टको म्याच हारेर हामीसँग भिड्न आउँदैछ। र रियल म्याड्रिडमा डिफेन्सको क्राइसिस भने छ, जहाँ डिन हाउसिन हुनेवाला छैन, कार्वाल छैन, ट्रेन्ड छैन र राइट ब्याकमा भालभर्देलाई झार्नुपर्ने छ। त्यो हिसाबले गर्दा पनि कतै न कतै टिममा अनब्यालेन्स देखिन्छ। तर पनि सेन्टियागो बर्नाबाउमा जित निकाल्न सक्ने अपेक्षा हामीले राख्न सक्छौँ। हिजोको म्याचको फुल भिडियो मैले युट्युबमा राखिसकेको छु। टिकटक र फेसबुक पेजको बायोमा गएर हेर्न सक्नुहुन्छ।